मेरो बनाइदिनु किन ओए तिमीहरू त अलि रेस्लिङ त खेल्दै थियो त सबै भिजाइदियो यार आखिर तिली नुनको स्वाद चाहियो कति साह्रो बजाइरहेको अमला खरा आकाश जोस कताले महारायो अमला काण्ड ओए बाल्टी लिएर भित्र के बाल्ला हो नि हे गाइज गुड मर्निङ सबैलाई एभ्रीवानलाई हैन अनि म चाहिँ अहिले गएर आएको धनकुटा हैन हालत पनि त बाटोमा हिँड्ने भूतको जस्तो भइरहेको छ क्या हैन दसिङाने माइलो तर अनुहार चाहिँ हैन टिलिक्कै पारेर आएको छु है हैन अलिकति भिडियोमा देखाउनलाई अनि सो अहिले चाहिँ म गएर आएको धनकुटा भनेपछि सबैले बुझिसक्नुभयो होला गाउँघरको मान्छेहरूले चाहिँ हैन अब सहरिया बाबुहरूलाई त अब मिल गरेर आएको सो हैन म चाहिँ मिलबाट आएर सिधै यता बासझ्याङतिर आएको छु हैन अब म घरमा मुखसुक नधोइकन यत्तिकै गयो भने त हैन त अलिकति पुरै त भूत जस्तो देखेर तर्सेर मान्छे नै भाग्नुहुन्छ होला डराएर अनि घरमा मान्छेहरू पनि टन्नै हुन्छ जस्तै छ हैन अनि त्यसैले म अहिले मुख मात्र धुएर चाहिँ गएको छुइनँ मुख मात्र धुएर यता आइरहेको छु क्या बासझ्याङमा देखेर यो को यो तर्सेर भागिहाल्नु भन्दा हैन अलिकति टेन्स हुन्छ हैन अनि त्यसैले धसिङ्गारै भइरहेको छु अहिले चाहिँ अनि त्यसैले घर चाहिँ गएको छुइनँ क्या अहिले अब तर्सेर भाग्नु भन्दा फेरि ल्याङ हुन्छ नि त ओ ल्याङटी सो हाम्रो कुकुर पनि मलाई देखेर आइसकेको छ हैन यो चाहिँ डराएर भाग्दैन किनकि यसको त भूतसँग खेल्ने बानी भइसकेको छ नि त ए डराउँदैन क्या ल यसको नाम चाहिँ खैरी हो है फेरि खैरी हो यता हेर्न यता इ कस्तो क्युटी छ हैन सानोमा एउटाखेरि यो भन्दा क्युट थियो ठुलो भएपछि त बन्डारे स्याल भइसक्यो सो हैन म चाहिँ अब घर जाँदैछु बाख्राहरू ल्या आ त बाख्राहरू त हुँदैन नि त बाख्राहरू त सबै डराएर भाग्नु भयो जस्तो छ मेरो पुरै त्यो चेहरा देखेर हैन भागे जस्तो छन् बाख्राहरू सो चराउन लिएर जानुभएको छ होला हैन बाख्राहरूलाई चाहिँ भागेको त छैनन् होला अनि त्यस्तै छ अब घर चाहिँ जाँदैछु म आमा सो म चाहिँ फ्रेस भएर पनि आइसकेँ अनि अहिले कुटाको बोराहरू चाहिँ त्यहाँनिर छ बोरा एउटा चाहिँ त्यहीँनिर छ हैन कति कराएको एकछिन चुप लाग्न अनि यो कुखुराहरू चाहिँ एकदमै कराएको ठम्किदिनु भने अनि त्यही हो अहिले कुटाएर लिएको बोरा चाहिँ त्यो मात्र होइन अझै 2-3वटा बुवाले लिन जानुभएको छ अनि अहिले चाहिँ म यहाँ बसिरहेको छु कस्तो गर्मी भइरहेको छ तर आज चाहिँ अस्तिको भन्दा चाहिँ मौसम चाहिँ एकदमै खुलिरहेको छ बुवाले पनि लिएर आइसक्नु भएछ त्यो उब्रेको चामल यो 2टा बाँकी रहेको थियो नि त अनि बुवाले लिएर आउनुभयो यतानिर चाहिँ छ यी चामलहरू यता नै हो मकैको लागि 1 बोरा थियो अनि 1 बोरा आयो अनि चामल चाहिँ कति थियो चामल 2 बोरा अनि निस्केको भुस 2 बोरा चामल 2 बोरा अनि भुस 2 बोरा चाहिँ निस्केछ अनि चामल पर्दा नि आमे पनि गइरहेन अब छोरीको घर यसो मासु भात खानलाई यसो होइन मासु भात खान छोरीको घर ल यत्रो दिनको काला जादुपछि फाइनली पानी पर्सिसकेको छ अनि यस्तो मजाले हेर्न सक्नुहुन्छ भुइँ सर यताउति कालो मैलो भएर पानी पर्छ असारे 15 त चिउरा खाने होइन पानी पऱ्यो फाइनली यत्रो दिन पछि पानी पऱ्यो ओइ बाफुन थालो टिमको टाउको माथिबाट बाफुन थालो वहाँ पर बाफ उड्दैछ होइन तपाईँहरूले चाहिँ देख्नु हुँदैन होइन पानी चाहिँ डल्के सागरले चड्के पानी पऱ्यो फेरि आइज नाच्दा आइज असारे 15 दही चिउरा खाने चाउले 15 खी पानी हावा हुँदै आयो आमा चाहिँ पुरै भित्या आम्मा पुरै होइन मेरो भाइ तँलाई यत्रो साह्रो पनि सराबीको दिन हौ बरु बिस्तारो घाम लायो भाइ हुन्थ्यो हेर्नु न घरै उडाइन्छ क्या हो यता टिन फेरि टप्किन थालिसक्यो टुप्लो रुखिन पानी यार हेर्नु न बुटुकै भरिदिइसक्यो पानी नपर्न यस्तो साह्रो पानी रोक
कति रह आबा उनीहरू हेर्नु नि फेरि टिन टुप्लुक टुप्लुक चुको यहाँ चुँदैछ क्या टिन होइन यहाँ ओ हाँसेहरूलाई चाहिँ होइन असार लागे जस्तो छ हाँसेहरूलाई यिनीहरूको भएर होइन टक्कसँगले सुपसँग मासु र भात होइन यिनीहरूको स्याम्म पानीमा ल हाँसेहरू स्याम्म होइन यस्तो जाडोमा अब मलाई त कति जाडो हुन थाल्यो पानी पनि त्यस्तै हो परिरहेको छ होइन आज चाहिँ यहाँ फेरि टिन टुप्लुक टुप्लुक चुरा फेरि पुरै पानी आइसक्यो अहिले चाहिँ पानी पनि रोकिसक्यो र मेरो भात खाने टाइम पनि भयो होइन भोक पनि अति लागेको थियो अनि भातमा चाहिँ यता भात अनि यता दुध यो दुइटा अब मिसाएर दरो दोच्काउने हो ल्याम्का ल्याम होइन अनि भरे चाहिँ अब त्यो हाँसको अलिकति फिङ्गर लेग पिस होइन टक्कसँगले झोल हुन्छ अनि अहिले चाहिँ अब दुधसँगै बजाउँछु होइन ल अब म तपाईँहरूसँग मिल्छु भात खाइसकेपछि A few moments later. सो मेरो चाहिँ होइन भात खाएर पनि कम्प्लिट भइसक्यो अनि म चाहिँ जान आँटेको अब मेरो माथि घर अनि म अहिले चाहिँ छु मामलामा अनि म चाहिँ त्यसै कारणले घर जानुपर्ने हुन्छ अनि आमाहरूको होइन यसो चोकतिर सानोतिनो काम पनि थियो अरे अनि ममलाई के यसो भन्दैन अब पठाइदियो तलतिर होइन ममसँग चोकतिर जानुपर्ने छ भन्दै हुन्थ्यो अनि त्यसैले म चाहिँ जान आँटेको घर सो त्यही छ सो म चाहिँ होइन फाइनली घर पनि आइसक्यो मम्मी तपाईँ त उता जानु अरे सोमबारे अहिले एकछिनमा आमाले उता लग्ने अरे खोइ त खोइ के को उहाँ सोमबारेमा काम छ अरे अनि आमाले त अहिले पठाइदियो भन्नुहुन्थ्यो घरमा चाहिँ होइन पाहुनाहरू आउनुभएको रहेछ होइन मैले पनि चिनेको त छुइनँ भर्खरै देखेको आज अनि उहाँ दिल्लीबाट आउनुभएको अरे क्या पाहुनाहरू भाइ चाहिँ फाइनल आएछ कहाँ आएको उहाँ भित्र जाऊ अरे कहाँ भएको यहाँ आऊ न भएको त हाम्रोमा पाहुना आउनु भइरहेछ अनि तिमी चाहिँ नजाने सलिना दिदी चाहिँ जाऊ न नमस्कार संस्कार गर्न के टिकटक लु बनाऊ नि त भ्लग हामी पनि हेरौँ कस्तो बनाउँछौ ओ तिमी चाहिँ जाऊ नमस्कार गर्न आफू त कहाँबाट आउनुभएको छ अरे हो अङ्कलहरू आउनु भइरहेछ को म यतै बस्नुहुन्छ होला आज मासु खाने हो नि त होइन आज अघिदेखिको मुख चिलाएर आएको थियो मासु खानलाई होइन अब पाइहाल्यो यस ल जाऊ नमस्कार गर्नु डम्प्लिङ भनेको चाहिँ के हो फेरि नयाँ तरिका आयो क्या अब ए हिजो खोइ मैले कहाँ भिडियोमा हालेको छु आज त आइरहनु भएको छ के चाहिँ त्यसको अब त्यस्तै चलिरहेको छ नि त होइन अहिले के खाएको त्यसो चाहिँ अमला खरा आएको जोसको तलमा हराइहोस् अमला काण्ड के हेरेको त्यसरी सो होइन आज चाहिँ अब यसो अलिकति मासुको होइन त्यो हुन्छ क्या जुगाड भइसकेको छ होइन अलिकति यहाँ बुनिहरूको छ हेलो सो गाइस आज चाहिँ हामी के पो बिर्सेको अम्बकको चटपटे खाना आँटेको अम्बकको चटपटे अम्बकको पनि चटपटे हुन्छ ओ अम्बकको चटपटे पनि हुन्छ र ल मलाई एउटा दिए बुइनले खानलाई ओइ कस्तो खाले डायमन्ड खाले दाँत झरेर झन्डी मेरो हेर्नु यो दाँत झरेर हिजो राति छाताले हानेर यो दाँत झराएको के हाल्नु छाताले के हाल्नु जो नि हलिरहेको रिस उठेर मेरो कहाँ पर्छ यस्तो अम्बक हामी हेर्दा म भाइ तपाईँको भाइ पानी अघि पानी पऱ्यो नि झेरेर त्यति बेला गएर लिएर आएको अघि गएको अहिले भर्खर आउँदैछु पानी त जानु धारामा धारा जानु
अड्केर खाएपछि त झन्डै मर्न अड्केर मरे पनि राम्रै हुन्थ्यो कालो देखियो अम्मक अम्मक मलाई पनि भनेर चोर्ने बेलामा अम्मक जाने बेलामा चोरेर सँगै आयो सँगै मैले चुम्बा चुप्पा 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 भनेर फेरि लाउने मसँग बस्यो भगवान् हेमा आउ न हेमाको कि घरमा उ चल्दै है क्लास चल्दै है क्लास हेर्नु न नङले कस्तो मजाले बजाएको पिङ्क हेलो गाइस पेट पनि मोलेर आएको कति साह्रो बजाइरहेको उडेर आउँछ यो चम्मको चटपटी खाना खाँदेको यो बुनिलाई पनि सपोर्ट गरिदिनु कति राम्रो कि मेरो फोटो खिच्दैछस् क्या मेरो के त बनाउनु चाहिँ एउटा ब्लग बनाइ त राख्छु अब रोक्यो अब कहाँ पुग यस्तै हान्छ कि त्यत्रो ब्लग बनाउँछु न ल ल म चाहिँ घर जानु बिहा हुन आँटो बाई केटा रोज दाजु दिदी चिन्नुहुन्छ रवि दिदी चिन्दिनँ म ओए कहाँ भिज्नलाई त्यस्तो गरेको ओए एम बापुको भिज्यो त अनि एम बापु सबै भिज्यो त अनि अब झरो एमबाबेको दृष्टि भयो यसरी अपमान गर्न मिल्दैन एमबाबेको उता 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 ल ल ल किन नाचेको उता उता गरेर नाच न अलिक उता ओ पानी नखान मजा आएन आउनु अब भएको भएको अलिक अलिक बिचमा नाच्न बिचमा ए चुडेल नाचो ए चुडेल नाचो है खतरा 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 ओए भयो गयो के हारेको पानी नखाऊ यस्तो यस्तो फोहोर पानी खानु हुँदैन नि बिमारी हुन्छ है त्यो पानी खायो भने बिमारी हुन्छ क्या यो आइसको पानी हो त अनि दादा मेरो बनाइदिनु किन नाटक कति भयो ए 2 1 ओए तिमीहरू त अलि रेस्लिङ त खेल्दैछौ त अनि सबै भिजाइदियो यार आकृतिले नुनको स्वाद चाहियो भाइ त चाहिँ के खेलेको हौ स्विमिङ खेलेको भाइले पनि ओए लड्ली से आकृति हाँ ल ल ल मेरो भाइ मेरो भतिज नगर र त्यस्तो ममले सेक्ला नै भरे चाँद्दै होला नि फेरि तारमा बाँधेर सेक्कै कार्यक्रम होला है चाँद्दै
गरौँ गरौँ मलाई पानी खाएको है 2 1 ओए बाल्टी लिएर भित्र के बाल लाउने रक अङ्कलको स्टोरी ल तिमीहरूको खतरा छ है के हो के क्यामेराम्यान भएन है क्यामेराम्यान भएन 2 1 गो सबैले लाग्यो यतापट्टि मलाई रक अङ्कलको स्टोरीमा रक्सी के भएर आफुले 1 गो 3 2 1 गो साइमन त घर हिँड्दा तँलाई म बसाल्छु अब हिँड ओए ओए अब लडाइ लु ऊ लडी छैन हिँड लु घर हिँड अब यसको आज चार्ज हुन्छ ए नगर न अब चाँद्दै भेटी छैन तँले अब म चाँद्दै भेटिसक्छु छिटो हिँड उठ 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 लु उठ छिटो के गरेको यस्तो अब यसले चाहिँ गाई चाहिँ मेरो हातबाट चाँदै भेट्यो होइन त्यसले त यार मलाई पनि त्यो भैँसीको आल बसे अस्ति बनाइदिएन पख भरे चाँदै भेट्छ साइमनी यसले चाहिँ भरे अब तारले बाँधेर स्यामका स्याम भेट्छ भाइ मेरो भतिज भरे चाँदै खान्छौ छिटो आउ न तिमीलाई बाबाले लट्ठीले सेक्ने अरे डरो छिटो के तँलाई पानी ल्याइदिनु अब भरे सेकाइ खाने कार्यक्रम हुन्छ त तिम्रो यहाँ हेर त यहाँ हेर्छु गाइसको हालत ए पुरै अब भेटिस अब तैँले अब कुत्ता भएको छिटो न अब अहिले चाँदै भेट्यो अब मेरो भाइले चाँदै भेट्यो छिटो छिटो बाबाले कुट्ने अरे तिमीलाई जाऊ तँलाई के म बाहिर ल्याइदिन्छु जस्तो लाग्यो भोला भाला त भएको यस्तो फोरे बनाइसकिस् पानी चलन छैन ल्याउने जाने अब बाबाको हातको कुटे खाने कसले मैले अघि खेल्नु भनेको थिएँ पानीमा जाऊ जाऊ छिटो अब डोज पुग्यो अब तिम्रो जाऊ खत्तम किस्सा खत्तम फेरि जाने काम छैन है त्यहाँ जेसुकै गरोस् न त्यसले खेलोस् न तिनीहरूको त चिल चल्दैछ नजाऊ है ओइ ओइ के भएको त बाबालाई हेरे कुट्ने अरे नि बाबाले ओइ सलिना घर छिटो ओइ राम्ररी ओ आज मासु बनाउँदैछु त ल रक्सीको भाडो चाहिँ यता छ होइन भरे ट्वाक लगाउन अनि मम्सले चाहिँ यता मासु होइन आज दह्रो रुच्ने बर अब यो रक्सी चाहिँ खाइदिनु सो आजको कुकमा चाहिँ अब मेरो मम्मी हुन्छ होइन अब मम्मीको हातको अब टेस्ट कस्तो आउँछ खाउ लाग्ने आउँछ आज हजुर आज मलाई अघि दुध भात खाएर आएको नि त म अनि मासु भात खानलाई जुरिहाल्यो आज
ल मिठो पकाउनु अनि यतापट्टि चाहिँ रक्सीको बान छ होइन यो चाहिँ अब खानुपर्छ ल मिठो पकाउनु A few moments later. म चाहिँ कतिखेर पाक्छ भनेर ढुकेर बसिरहेको छु होइन मासुको सुँगुरको मासु रहेछ यहाँनिर चाहिँ टक्क हेर्न सक्नुहुन्छ होइन आज चाहिँ भात दुईचोटि डबल डर जान्छ होइन पाकोस् न मात्र दुई थाल लगाउनु मेरो मुख होइन किन चिलाउँछ भनेको त त्यो मासु अब यहाँनिर घरमा पाहुना हेर्न आउनु भएको रहेछ नि त होइन त्यसैले खानालाई चिलाएको रहेछ अनि यतापट्टि चाहिँ यहाँ छ भात टक्कसँगले बाफुड्दो अनि यता छ झैँ पारेको दाल यत्तिकै त कहाँ मुख चिलाउँछ त अब मासुसँग धर दबाउने होइन कि त खाली खाली थोपेट केही छैन अब खान्छु त ओ फेरि एकचोटि के हो यस्तो भएन यो आम्मा फेरि अति लाग्यो यो चाहिँ अम्मा राज समालको आम्मो किन मस्केको यो साह्रो केटी कस्तै मस्किन्छ त लो के कहाँ स्कुल जान आँटेको अब म चाहिँ घरबाट मामालाई पनि आइसक्यो अनि आजको लागि चाहिँ यति नै हुनेछ होइन यो भिडियो चाहिँ सो आई होप तपाईँहरूलाई आजको भिडियो राम्रो लाग्यो होला भिडियो राम्रो लागेमा लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गराउन बिर्सिनु होला थ्याङ्क यू सो मच फर वाचिङ बाई